आउनु भयो मुने कन्नी आई भाइ हिँड्दै जानुपर्छ भने टेन्सन लाग्थ्यो जान तपाईँ ढिला हुन्छ अनुहारै के भएछ तपाईँको चाहिँ नानु नानी कसैले आयो बुई नि बत्ती बाल बत्ती बा राम राम कहिले ठोकेको थियो धान काटेर आइस धान काटेर मलाई काटिदिन्छु सुन्न गोरो पनि तै जस्तो छ के भयो यसको यहाँ चकचक छ अभिषेक छ एक्जाम्पल के लागेको त्यो गालामा अब यो वर्षपछि आगो हुन्छ यो चाहिँ अहिले हुन्छ गाडेको है 2 महिनादेखि कति महिनादेखि किनेर एकता गरे सुकेसबाट यहाँ काट्दै गरे यहाँ काट्दै हेर्न मात्र सानो सानो अल्गो छ छोटो जुनै पनि मुसो मुसो हो नि त यो नि के ल्याइदिए मौसीले के ल्याइदिए भाइ नानु पसल खोला त युकेबाट ल्यान्ड भएको थ्याङ्क यू यो राम्रो लाग्यो मलाई सर्ट राम्रो युकेबाट ल्यान्ड भएको त्यो सेटै हो जस्तो यो चाहिँ आमाको यहाँ चाहिएको छ कि मैले पनि धेरै पनि केही छैन किन राख्नु हो त त्यही गर्ने यो पनि कति खाले हुँदो रहेछ नि त कति हाल्यो कपी कपी पनि सके भयो लुगाइदिनु हो मुनाले कात्रै ल्याइदिनु बात गरेर होला यति त त्यति हो तर यति दबाई मात्रै के को दबाई स्किनको मेरो स्किनको यस्तो गरेर बिग्रियो नि त हाफेनहरू पोल्दै त लाग्छ कम्मर ठुलो हुने के तर यो पालिको कम्मर सानै रहेछ हो पातलो छ यसको यो मोटो हुँदैन यस्तो हुने रहेछ भाइ बोकेर यो छोटो हुन्छ लगाइदिइहाल्नु आऊ आइजा भयो धेर ज्ञानी भइस छिटो आऊ आऊ आउँदैन यो त खाली हुन्छ होला सोचेको अझै किन्नु छ मैले 5 जोडी नाइट ल्याइदिनुहोस् 100 रुपैयाँ घटाएको त्यस्तो मात्र हो क्या एकछिन हो एक्सपिरियन्स वाली आए पछि वर्षै पछि 5 जोडी ल्याइदिन्छु भाइलाई स्वागत छ मलाई एकदम मन पर्यो यसलाई फेरि यस्तो सर्टहरू कति राम्रो देखिन्छ दिनाजु 2 घन्टा 1 बजेको 3 बजे यतिखेर चाहिँ किन
गालाभरि पिम्पल आइन्छ। मेरो कपाल राम्रो भन्दा भन्दै झरिसक्यो। देखिन्छ नि त नानीको गोजङ गोजङ घर मात्रै आइसक्यो। छिटो आइज। हाम्रो लाटो भ्लगको स्वागत छ। यति मात्र अब डिलिट गरेर हाम्रो कहिले आउँछ? कहिले कहिले हैन 40 गाजो गर्दै गर्नु। अरे राम बदिन छानु। ताली बजाऊ ताली बजाऊ। पौने 9 बजे उठेर सुपर फास्ट सुपरम्यान। हेलो के हालेको छ क्या? कपाल त ठ्याक्कै अरू थाहा भएन कपाल चाहिँ डुब कस्तो देखिन्छ क्या दाँत चाहिँ अलि झरिहाल्छ नि के गर्छ हेरौँ के गर्छ यति हो गोरे चाहिँ हुने रहेछ मैले थाहा पाएँ गोरे मै सुरुमा जन्मिँदा त यस्तो गोरो है म त छक्क परेर मैले छोरो जस्तो हुने क्या अभिषेक होइन साथी अहिले भिडी छैन भन्न धेरैजना देखेर यहाँ बसेको अहिले एक्लै हुनुपर्छ बस्छ यसरी कति छोरा यो यति सफा हुन्छ घर मान्छे धेरै हुन्छ त्यो ठाउँ बसिरहन्छ ढाटे जस्तै बनाइदिन्छ मान्छेहरू त्यही मात्र भन्दै अनि होइन बाबा एकचोटि यसले प्राय बर्थडेमा चाहिँ केक किनिदिन्छ नि अनि के अब 3-4 हजार आउने भने तिनीहरू किनिदिन्छ नि त अनि बाबा यस्तो भने नि सोध्न त भन्ने यसले होइन सोधेको त 14,000 भन्नु भयो नकिन्दै बाबा त्यस्तै प्लास्टिक प्लास्टिकै होइन त्यही पनि लिन्छन् के लिन्छन् नि कहाँ दिएन म खान्छु कतिखेर पकाएको छ खै खै भद्रको किचन वाली बन्दे के बोल्यो ओ दर्शन गर्यो दर्शन जिउ गर्यो बत्ती बलेको भएर नमस्ते गर्देऊ नमस्ते गर्दै सानो बोट्टा देखो ए कता 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 हिँड्ने कि चिसो लाग्छ हौ बिहानैदेखि चियाको हेर यस्तो गरेर च्याउँदै बेला बेला आएर यस्तो गरेर च्याउँदैछ भाइ नगर है दिजु अच्छी नगर तेरो ज्याकेटको बलिरह पिल 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 लाइट आमा फोकस आमा डेन्जर लाइट बलिरह यहाँ भिडियोमा त्यसको लाइट्सहरु लाग्छ पुरै यस्तो फोकस लाइट दिएर आमा इतनी खुसी लु पका अब के पकाउने हो के पकाउँछौ के पकाउने अब त्यसमा हो फ्राई प्यान आमा ल अब जार आयो आमा के गरेको थियो सँगै लिएर गएछ जारमा हाल्दैछ वाइ फुटो ओए चकचके
गुन्डा तर मान्छे धेरै हुँदाखेरि एक्लै हुँदाखेरि बनादिन्छ झुन्डिरहन्छ खुट्टामा उग्रवादी हो अनुहार हेर अनुहार के हो पारा यस्तो राम के छ ओए भरे फोड्ने भइस त घरबाट लेखेर होला तँलाई यहाँले बदमास होइन भएको ले दिन्न म पकाउँछु हुँदैन राम खोसेको तँलाई बढी छाड यहाँले नाइ म पकाउँछु यसको लागि त्यत्रो लडाई भाइ हो कि भन्छ घन्टी बजाऊ घन्टी राम्रै आउँदैन अम्मै किन आउँछ जस्तो भिडियो खै रियाक्सनहरू के भएको एक्सपर्ट बनाउँदैछेस अहिलेको आएको बेलामा लक्ष्मीको मम्मी हेर्नु है यसले सबै काम लगाइसक्यो तपाईँको छोरीलाई मेथी गरिसकेछ प्याज नहाली बसिरहेको रहेछ भन्न चाहिँ आफूले यो पनि भिना जस्तै हो नभनिकन नहाल्ने यसलाई के थाहा भर्खर सिक्दैछ अनि है एकदम फ्रीवाला ट्रेनिङ अब हर्दी छोड्यो हर्दी हालेको छैन छोड्यो कि नुन हाल्नुपर्छ हामीले खानुभन्दा अलिक कम हुने खालको के दाल बस्नु ल दाल पर्दैन भोलिबिहान पकाउन दाल भात विदेशी मान्छे मोटाएर पठाउनु अरे तपाईँ यहाँभन्दा किन मोटाउनु त्यत्रोबाट मासुको हल्का भुट्यो होइन अरू त भुट्नु पऱ्यो नि मासुलाई हल्का नबनाओस् भन्दा चाहिँ गालेको भाइलाई होइन बिर्सिनी हो हामी चार बुइनी दुश्मन हेरेको हेरे हामी हेरेको हेरे सेता राम्रो हेरेको हेरे अब लक्ष्मीले मार्सी होला मलाई पकाउनु लाएर पछि हेरेको हेरे भन्दै फुटी भने के छ त्यहाँ जुठो हाल्दे नि जुठो हाल्दे स्कुटर लिन ए मेरो चाबी लिन
भाइ के बोलेको के गरेको यस्तो कति न ये पक्ने भाइ एकैछिन यहाँ 2-4 रुपियाँ जितौँ भनेको त खाता खोली केटीले सुरुमा ठिक छ बोट अलिक आयो छोरा एक्लै खेल्दैछ के हाल्नु त अड्दैन होला रेस्टमा इच्छामा त वेटर भयो बनाउनेले मासु पनि पकाउँदा पनि गफ पनि हाल्नु वा कुन युगमा छौ तिमी खाउनु त रहेछ वा त्यसमा त पनि जित्दिनँ हौ म अलिकति कलर मिलेर एउटै छ एकै टाउमा खाएको कसले खाएको अहिले तपाईँले होइन तपाईँ मबाट बोटेर मेरो मैले हालिसकेँ तपाईँले हाल्नु भयो हाम्रो खोइ 5 देऊ न दुईजनाले हाल्नु न आछि पर्खे पहिला हामी हाल्नु होइन बुढी के भयो यो हजुरको कहाँ हजुरको यहाँ त्यही त भयो भयो त यिनीहरूले त अहिले म अरू जिते होला म किन बाँध्छु म जिते होला भएन भएन ल कसले तपाईँले उता नानीबाट बाँड्नु उल्टो भयो कि यो बनाइनु भएन यहाँ आइज न भाइ बनाइनु भएन नानीबाट बाँड्नु दुईटै बोक्सिस अनि सानो सिम छ त्यसमा दुबईको सिम छ टप मात्र जिते बाबा जाऊ प्याक्टीमा त जितेँ मैले मेरो एक काज त पनि प्याक छ मेरो के छ सेट छ मेरो तपाईँलाई त खाएर यी त पैसा मैले म गुण हाल्नु आहा चिम्ले ओ हाल्यो मार्ने गयो लङ रेन बोट यो बोट मैले हाल्छ के मैले भर्खर 5 रुपियाँ हाल्नु 5 भोलि आउँछ किनभने भोलि म हेर्नु पनि ताप्नु लाटो ब्लक हो नि यही हो फेरि लेखेर हाल्नु पर्यो अब लाटो ब्लग एक्स्ट्रा ग्रुप केही हुँदैन यही सुई जोड्ने टप्लक्क हालिदिने हो ब्लग भनेर के बोल्नु छ अहिले बोलिहाल लु म एक्स्ट्रा केही बोल्नेवाला छैन के आयो है त हेरौँ है त मेरो कतिको ओ माई गड यस्तो त अनि हुन्छ त बाबालाई चाहिँ जितेछु है के टप अरे बादशाह टप के अरे के टप रे के टप अनि के त हो नि त बादशाह भन्नु नि के टप रे हामी बुढाबुढीको आयो है मेरो आयो है लु सबुत एकदम बुढाबुढी खेल्नु घाटा हुन्छ कसले हो जितेको लु बुढो लु जित्ने मान्छे कस्तो जितिरहेको थियो छोरा ल्याएर राखौँ भाइ आयो बक्सीको मान्छे
परिहाल्छ अब यहाँ त चकटी साइड लिएर आउनु न यहाँ ल्याउनु न चकटी साइड पानी हेर्छ क्या अहिले जितेको हारा हारा अब कहाँ छ यहाँ मन टाउले हारे हारे ल भएन लक लिएर आइज रे केटो यति मात्रै छ 3 चोटिलाई पुग्छ के पैसा जित्न पर्यो एकदम धेरै प्रेसर आयो मलाई बोट सक्यो वाह मेरो है त हेरौँ है त हेरौँ है त बिहान आउनु भएको होइन चेन्ज गर्दै निस्कि फेरि दिनमा ल आधी घन्टामा 2 चोटी गरिदिन्छ सो फ्लास ल खोइ एकाटप फेरि रातो आएको कलर हुन्छ नि लु अलिकतिले मैले खाएँ मैले ओइ त्यतिमै जितिन्छ एकाटप के त्यतिमै हो यहाँ बोर्ड छ है मेरो ल एका टपले जित्यो है यहाँ बा हगुन्छ मजाले हगै फेरि म चाहिँ फेरि डाइपर माछाले त भनेको के गर्नु नलाइदिनु फेरि लाइदियो भन्नु अनि लाइदियो होला दुईवटा छवटा साथै दुवटा लाउनु के भन्नु दुरा लाउँदा टप्प टिप्नुको एकलट चाहिँ मुतेको मुते हुन्थ्यो त्यो बेला चाहिँ ठिकै थियो अहिले त हगेको अहिले म त के भन्नु अलिकति पोको फुलेसम्म के भएन हरेको त चढिसक्यो उहाँ छोरो ए एका के सबै टप जुट कसैले नल्यायो होला कस्तो राम्रो ल एका टप लु ए उसको त पनि जिते जिति जुट कता प्याक जुट दुई जुट के पर्छ ओइ कस्तो धन्न यिनीहरूले जितेर याद नभएर होला त्यस्तो त्यस्तो आदत नलाग्छ सुर्ने आला बोटाले छिटो कतिले नहाल्दैन अझ छोरे जस्तो लाग्छ पैसा ल है यत्रो गरेर जितेर ग्रुप चाहिँ यहाँ छ नि जित्ने ठुल्ली दिदीले एकदम ठुल्ली दिदीले घ्याप्प परेकी दिदीले फेरि हो भ्याएन फुर्सद भएको छैन कि बत्तीलाई बाई बाई गर्दैछ बाई बाई टाटा ऊ टिभी नै टाटा गर्नु लाग्यो छोरोले उठाइसक्यो पैसा तिमीले जितीले मेरो केजे नाइन तपाईँलाई त्यस्तो मामुली ताक्सले पनि जित्छ अहिले केजी पाउँछ घरिघरि त नल टपले जित्ने छिटो हाल लु बुढाबुढीको ताक्छ के उयो सक्यो के बोलिस त्यही त भनेको जितेन सक्यो एकलट त जितेको तपाईँले हारेर छोरो जितेन नि तेरो बाबुआमाले जिताइदे आउ छोरो लगिदेऊ तिम्रो आउँदैछु बाबाले के कम्प्युटरबाट बनाउँछ त्यो काटेर होइन अर्को बिहानबाट जुट आयो है जुट बाबा हाप्दे जुट आएको छ जुट छोरा नआएर रहेछ लगिहाल्न हामी तिमीलाई दिइहाल्छ के हो खुइ के छ भाइ के छ नि यहाँ त सुन चाँदी हिरा मोती के छ अस्ट्रेलियन डलर सही गर्छ मेरो त कहाँ गयो $50 क्यान्सल भयो मेरो पनि हेरौँ न के रहन्छ रहन्छ नि यस्तै कलर सलर तपाईँको त के भयो भने त टाउकै नरहेछ है टाउको पनि थिएन चार्जर पनि जुवाडेहरू भएन
के अरे कता बसेको राम भुक्री अत्याइ त के गरिसकेको त्यहाँ मगलौ अनि ढाड दुख्यो मेरो फोन हो मिलाउँदै गर्छु नि के चाहिँ खाँदैन नि कति हुँदैन अहिलेसम्म मलाई ट्रायल आएको छैन कसले हाल्ने के हो सुत्नु पर्दैन मैले हो 6 7 8 आमा साइलेन्ट किलर ट्रायल कसको अब लक्ष्मीको आमा ट्रायल सेकेन्ड छैन कलर छ सही बादशाह बढी जोकर नानु होइन मेरै हो बादशाह मेरो रहेछ नि त उसको त मैले खाएँ त फर्स्ट क्वालिटी तैँले दिँदैछ बिचार म फाल्दिनँ बसको चाहिँ यसले खान्छ क्या ट्रायल छ अरे सेकेन्डमा रन हालेको ढोसी त्यस्तै छ मेरो कलर चाहिँ 10 कलर है 10 मेरो क्युबको कलर मैले जिते हैन म मिलाउँदिनँ मेरो टिकट चाहिँ यसो फुलको मारी अप्सरा देखाऊ कति हो र अघि एकपल्ट सर्ट सक्थ्यो तर कस्तो गुड भएको हाम्रो बुवा त जित्नु के हो गुगु गर्दै खाँदैछ बाह्र बजीसम्म बुझ्या खाँदै किटी खेल्दै त्यसैले हो सिकाकी पहिलोचोटि खेलायो नि त कति जित्यो के कहाँ के हुन्छ यताको काट्दाखेरि उताको के अरे यताको मन राख्दाखेरि उताको मन दुःख अरे भन्थ्यो अनात्मलाई म जित्दिनँ है फेरि यस्तो गऱ्यो भने यता तिमी त्यसरी बाँड्ने भनेको बुढी त्यही भएर त बाँड्नु भनेको त नि बाले हैन त म त आई लभ माइ आमा के अरे जासुतको छ के अरे फेरि एकचोटि आई लभ माइ सेल्फ त्यही भएर फर्स्टमा हाल्यो नधुइकन भोलिपल्ट बिहान पकाएर दिने हो खाँदैन त्यस्तो मासु पकाएर त कसरी के भयो 5 चलो छिटो साथीहरू कसले फ्याल्यो कति फ्याल्यो म फ्यालो भएन नि पैसा थप्नु पर्छ अलि जित्छ लाटो ब्लगमा भनेपछि बाह्र खाल्दै भएछ अहिले आएको पनि 15,000 16,000 अलिकति भाइरल भिडियो भने हेरिहाल्छ म हो है त ब्लगर चाहिँ म छुइनँ यहाँ हार्ने मान्छे पुलिस बन्ने म चाहिँ यो लाग्थ्यो हाल्यो आफैले भन्दा गर्दा लक्ष्मीले नहार्नु एकचोटि त्यो जित्दिहाल्यो नि सकियो तिमीले मलाई साथै दिँदैन कहिले जित्नै दिएन उनी तिमीहरूले कहिले गर्दा हो नि आएको थियो यार मलाई क्यान्सल गराइदिए तिनीहरूले यो के जालसाज गरे यार यी दुवै बुढाबुढी मिलेर बुढो बार्ने बुढी कम भयो भन्ने यो के हो यस्तो
मलाई भर लाग्यो ल्याएर यता भिनाजुको चोली यसले बुढाबुढीले मिलाउँछ जस्तो लाग्छ क्या मलाई चाहिँ किटी पार्छन् है अन्त नि के एकदम इसाराले गफ गर्छन् कि क्या हो लाटो भ्लगमा स्वागत छ तिमीलाई एकदम नेचुरल हुन्छ सक्यो ल यसलाई छुट्टै निकाल्दैन लम्पा साथ पर बसेको नमस्ते गर कति राम्री कति सानी बहिनी फोटो ए त्योभन्दा राम्रो शेर्पाती नमस्ते मसुरी भन्दा कान्छी हेर्दा मात्रै ठोलियो तर हेर्दा मात्रै ठोलियो म ऊ त हेर्दा नै ठोली तर उमेरले पनि ठोली बुद्धि चाहिँ माइली यो चाहिँ कुर्सीमा बगाएर खगारीमा खोज्ने बुद्धि चाहिँ को हो छोरो हो गन्धे के गर्ने कुकर लिएर अब छिटो आउनु खबर ठिक छ के गर्दै हुनुहुन्छ हाम्रो किचन त साह्रै राम्रो मार्बल हाल्नु कहिले हाल्नु नि मार्बल त साह्रै टल्क्यो सुरु भयो केटीहरूको हिँड्ने बेला भयो अब भयो अर्को वर्ष हेर तिमीहरूलाई पठाउने बेला म हुँदिनँ त्यही त नि तिमीहरू आऊ है भेट्नलाई बाई बाई ल राम्ररी जानु बाटोसम्म को जान्छ अनुहार र धनुहार पाण्डव सुनवार के रुनु हो म यता कमाउन जान आँटेछन् बहिनीहरू के रुइन बाई बाई बुढो अलिअलि मन त कस्तो त भएको थियो हुँदो रहेछ हल्का त ट्याक्सी आइसक्यो अरे ल ल बाई ल बाई बाई निलम आउँछु म होइन परो स्पेसली यो कपाल चाहिँ बुझ्ने साह्रै राम्रो छ तर कर्ली त मनपर्छ मलाई यसको ट्याक्सी पनि आइसक्यो कस्तो लाग्दैछ त नि आएछ सबैजना राम्रो टन्न पैसा कमाएर ल्याओ ल नरुई जाओ ल बाई 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 ओ यताबाट उता त हानिहाल्छ मन परेको हो जिरे काहीँ नभएको
जिरे खोर्सानी कहाँ हिँडेको ताते गरेर कहाँ हिँडेको जिरे खोर्सानी राम्रै हग्नेको पोको जाऊ बुढाबुढी मतलब छैन अरे ए अहिले चाहिँ खोज ए आमा बाई बाई होइन अरे जान्छ स्कुटी चढ्नलाई हो त्यसले स्कुटी चढ्नको लागि हो मेरो काखमा बस्छ भनेर रिसाको कराको पनि आएर बसेको हो मलाई चाहिँ नगरेको पक्ष बाबाको धेरै माया लाग्छ भाइले आफै दिन्छ मलाई आधी दिन्छ मलाई भाइले आफै है